बाटैमा छु यहाँ पिङाबु चोकैमा छु ल मामाले रिजर्भ ल्याएर नि त्यो अर्को गाडी पोइन्टहरू गाडी त आइपुग्यो जस्तो उतो फुटुलको गाडी चटपटी राख्ने त कसरी बिर्क्यो होला है यहाँ तपाईँ रोकेको छैन गाडी के रोक्दैन नि उतै छेउछाउमा के कति आयो भने आउनु अझ यता भन्दा पनि पारी हेर्न लाइन उता गाडी त अहिले यहाँ खोल्छीसम्म नै आइपुग्छ होला आज पार्किङ पुग्दैन यहाँबाट खोल्छीबाट हिँड्ने काम त बाइक पठाउ गर्न जानुपर्छ कि अब प्रायः छोरो बोक्ने लाग्यो जा आएको जति भयो नि कमाउँछ जा हो तँलाई खर्च पानी त हुन्छ भिडियो गरिरहेको छु पनि कोही भन्नु पर्छ माथिबाट कतिको आहा जाम लाग्यो पारी यस्तो बिना गाडी आउनु खानु त होइन त यो त है दैनिक यति गाडी चल्ने भए त के यहाँको व्यापार त कहाँ पुग्थ्यो होला आज माथि कोर्टमा धेरै जान्छ मान्छे दोकान जान्छ नि मान्छे यहाँ कोर्टमा भनेर हुन्छ नि त रिजर्भ गरेर हाम्रो मन्दिरले चाहिँ बाटो यताडा भनेर राख्दैन कि ब्यानर राखिदिनु पर्थ्यो काठमाडौँबाट आयो अहिले नर्सिङ हामीले चाहिँ मजाले चलाउनु लाग्यो चलायो बेसी पनि गरे होला कमाउनु हुन्छ बेसी कमाउनु अहिले 2-3 वर्ष होला यो हजुर चलाउनुलाई पहिला त यस्तो थिएन है पहिला त नर्सिङ धाम भने हामीहरूलाई नै कता कता जस्तो लाग्थ्यो तराईतिरबाट आयो सुनौलीबाट आयो त मान्छे सुनौली बस पारेर यहाँ त कति अटो होला धेरै लटायो 15-20 वटा गाडी पोस्टपार्ट पनि बना है अब आउँछ लको होला नि वीरगन्जबाट
त्यहाँबाट उँधो छ त्यहाँबाट उँधो जाने गङ्गा जानु न त्यता जानु छिटो हुन्छ पिचबाट उक्लिनु उता माथि पिचबाट उक्लिनु है पिच रोडबाट उक्लिनु पिच रोड छ त्यहाँबाट उक्लिनु क्या गङ्गा जमुना त गङ्गा जमुना छ अरे अझै कति झरे छ नि गाडी थानकोट काठमाडौँ गाडी पातलो होला हेर रसनी आज त्यसलाई पठाउ त औषधि खाएर त्यसले धेरै होइन 5वटा हजार चाहिँ बनाउँछ ल जान्छ जाँदैन नि मान्छे कस्तो जति भयो नि जान्छ हेर त कमसेकम यहाँ हेर्दा 200 भन्दा बढी गाडी गएछ जाम भएर जानै सक्दैन त्यो जाम भएर जानै सक्दैन कस्तो यो बसहरूले बाटो जानै दिँदैन हेरिराख्नु न यो खोल्चीबाट पानी ट्याङ्की त्यो तारकेश्वरको बसहरू आउनु थाल्यो बस्ने बाटो चाहिँ ल्याटिन हुँदै जति जान्छ अन्तबाट त्यहाँ लैरिया भन्ने मान्छे जति हुन्छ क्या बिहान निस्क्यो यहाँ तर उ गर्ने टाइममा बिहानैबाट आइरहेको है बिहामा झन् कति लाइन आउँछ